कुनै भिडियो आजको भिडियो हल्का ट्रेनतिर फरक हुन्छ माछा मार्न जाँदैछु होइन। यसरी किन ओढेको है घाम चङ्गा चर्छु बस्यो भनेर बाहिर आउनु लाग्दैन यहाँ त मामा हल्का बसेको होइन। अब चाहिँ हामी माछा मार्ने ठाउँ आइपुगिसक्यौँ। यहाँ हुन्छ मामा सानो फिसिङ रडहरू यहाँ छ होइन। अनि यो चाहिँ कहाँ बनाउनुहुन्छ? यो कहाँ बनाउनुहुन्छ? यहाँ बनाउनु लागेको छ र आँपहरू पनि रहेछ त यहाँ चाहिँ अहिले म बसिरहेको छु होइन। यहाँ सामानहरू यहाँ राखेको छ यहाँ हेर्नु। यहीँ अहिले हामी माछा मार्नु लागेको यो ठाउँमा। अब यहाँ दुईवटा ठाउँ छ जहीँ मारे पनि हुन्छ होइन। अब मामाले बनाउनुहुन्छ त्यो बनाउने अनि मार्न थाल्नुपर्छ ल। यहाँ गुड डे बिस्कुट, आटा, फुड कलर, बिस्कुट, अन्डा। यसले चाहिँ के माछा आइहाल्छ? यो सुरचोटि यो हेरेको देख्दैछु होइन मैले पनि। सुरचोटि हेरेको देख्दैछु यसरी हालेको र यसरी घोल्दै हुन्छ। हो चाहिँ फिसिङ रडमा हाल्नु जाँदै हुन्छ। मारे जस्तो गर्नु पऱ्यो नि त। अब यसरी अनि फ्यालो अर्कोमा माछा नपर्ने सामान। अब तपाईँहरू चाहिँ यसो सिनेमेटिक भ्यूहरू हेर्न सक्नुहुन्छ होला। सिनेमेटिक भ्यू स्टार्ट गरेँ। हामीले सुरु माछा पक्रिसकेको छौँ नि। पहिलो र दोस्रो माछा हेरेर कम्पेयर नगर्नु। अहिले अब आउनु दोस्रो माछा हेर्नु नि। अब अपकमिङमा कस्तो ठुलो माछा परेको छ होइन यो त। कुन हो यो? ओ माई गॉड कति मिल्यो योसँग तेस्रोमा छ। म पक्रिन्छु तपाईँ। योसँग हाम्रो कतिवटा भयो? राखेको कतिवटा भयो योसँग हाम्रो? ल अझ तपाईँलाई एउटा सिक्रेट भनौँ, यति त माछा छ हामीले हल्का माछा ब्यागमा नि लुकाएको छौँ। त्यो माछा कति लुकाएको छौँ भने देखाउनु जाँदैछु अहिले अन्तिममा। तेरो डु नट मिस द भिडियो एन्ड ल हेरौँ अब यति हामीले मारेको देखाएको यो मान्छेलाई मारेको माछा कति भएछ। हाम्रो माछा चाहिँ लगभग 1.5 केजी भएको छ भने अब हामी यसलाई लिएर घरतर्फ जाँदैछौँ। त्यही अब तपाईँले भन्दै थियो नि लुकाएको छु ब्यागमा भनेर माछा यहाँ हेर्नु एउटा चाहिँ झिक्दै हुन्छ अहिले ब्यागबाट होइन। यसो नै राखिराख्नु भएको थियो। सानो सानो माछा थियो तर यसरी लुकाएको छौँ
लगभग 1 पाउ जस्तो माछा चाहिँ लुकाएको छौँ र टाटा सी यू टुमरो अर्को भिडियोमा हेर्नु ल। यस्तै कन्टेन्टहरू हेर्न चाहनुहुन्छ भने लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला ल। हस् त धन्यवाद। सरी फर लेट भिडियो अल्सो। हामी गइसकेको होइन केमा लाग्यो ल। आजको भिडियो यति नै सम्म